यात्रा धनकुटा पाखरीबास जुन चाहिँ हामी झुम्काबाट गर्दैछौँ यो चाहिँ 2082 पुसको 8 गते। आज चाहिँ अहिले बिहानको लगभग 6:15-20 भएको छ। यहाँबाटको चाहिँ पहिलो दृश्य हामी देखाइरहेका छौँ। यो यात्राको पुरै हामी आज कभर गर्नेछौँ र तपाईँहरूलाई देखाउनेछौँ। हेर्न सक्नुहुन्छ बिहान 5:20 को दृश्य, पहिलो दृश्य झुम्का बजार। अहिले चाहिँ हामी उत्तरी गोर्खा गल्लीमा आइसकेका छौँ। 6:50 यतिखेर 6:50 भएछ, बिहानको टाइम छ। अब हाम्रो यात्रा इटरीबाट सुरु भइसकेको छ। अब हामी भेरेटारमा गएर विश्राम लिनेछौँ। यात्रा टाढासम्मको भएकोले अब हामी हतार भेरेटार आइपुगिसकेका छौँ। हामीलाई यात्रा धेरै टाढासम्म गर्नुपर्नेछ। त्यो कारणले हामीले यहाँ भेरेटारको सुमन होटलमा यहाँ नास्ता खाने विचार गरेका छौँ। हाम्रो यो यात्राको क्रममा चाहिँ हामी यहाँनिर भेरेटारमा एकपल्ट टेस्ट गरेर भन्नुहोस् त ल। उहाँ चाहिँ रोशन सर दामी ल। दामी हाम्रो यो सुमन होटल एन्ड सेक्वा कर्नर साँगुरी गण्डा भेरेटार आइसकेपछि चिसो मौसममा यहाँको थुक्पा खानलाई एकदमै रमाइलो हुन्छ। होटलमा आयो, फर्स्ट टाइम आयो। हजुर, चिकन के हो यो? चिकन थुक्पा हो। टेस्ट गर्ने हो के कस्तो होला होइन? हजुर, खाएर नि अब अवश्य टेस्टै होला। भेरेटार भन्ने बित्तिकै एकपल्ट हल्का दिइहाल्नु न। यमी छ यमी। अहिले हामी गोलघाट त्यतिखेर आइसकेका छौँ। यता रोशन सर, यता अर्को हाम्रो ग्रुप यतातिर हुनुहुन्छ। यतातिर मूलघाटमा यतातिर सग्लो पानी बगिरहेछ। अनि यहाँ हाम्रो सर हुनुहुन्छ होइन। सर पनि अब हाम्रो यहाँ टिममा अब सधैँभरि गइराखिएको हुन्छ। सरहरू कस्तो लागिरहेछ त यतातिर आउँदाखेरि? घुमिरहेछ। हजुर सर, पहिले पनि आउनु भएको थियो होला होइन? आज त अलिक रमाइलो बढी भइरहेछ। अहिले हामी धनकुटाको हिलेमा पुगिसकेका छौँ। धनकुटा बजारबाट छोडेर यहाँ आइसकेको छु। यो चाहिँ हिले बजार हो। गुम्बा होटल, हिलेको गुम्बा होटल। खाना खान खोज्दैछु। यो चाहिँ
अहिले हामी पाखरीबास बजारमा छौँ। सानो बजार पाखरीबास धनकुटा। हाम्रो टिमहरू यता पनि बस्दै हुनुहुन्छ। पार्कमा आइसकेका छौँ पाखरीबासको। 6-7 घन्टाको अथक यात्रापछि यति राम्रो सुन्दर पार्क जुन चाहिँ पाखरीबासमा रहेको यो चिया बगान र यो पार्क साँच्चै नै एकदमै राम्रो रहेछ। जताततै हरियाली होइन, अनि त्यसमाथि पनि सुन्दर यो चियाका बोटहरू, अनि ठाउँ ठाउँमा चाहिँ विभिन्न मूर्तिहरू, यहाँका अलैँचीका बोटदेखि लिएर हरेक कुराहरू जुन चाहिँ हाम्रो लागि चाहिँ एउटा नयाँ पनि छ र साँच्चै आनन्दित पनि हुनेछ। टाढा टाढाबाट यो शनिबारको दिन चाहिँ अझ पिकनिकको लागि पनि टाढा टाढाबाट मान्छेहरू पनि आउनु हुँदो रहेछ होइन। अनि हाम्रो ठाउँको लागि चाहिँ यो एउटा नयाँ चिज पनि भयो र एकदमै राम्रो के, जति यसको वर्णन गरे पनि कमै हुन्छ। एकदमै राम्रो ठाउँ रहेछ। कोही पनि मान्छे हुनुहुन्छ जसले चाहिँ हेरिराख्नु भएको छ भने यो ठाउँ एकपल्ट चाहिँ अवश्य आउनुलाई। तिम्रो मेरो ज्यानको दूरी किन सयौं मिटर गर्मीलाई फ्यान हजुर जाडोलाई हिटर। हो किरण सर यता पनि प्रवेश हुन्छ। डान्स गरे डान्स गरे डान्स गरे लामो यात्रा गर्दा गर्दै समय कति छिटो बितेछ थाहै भएन। अब त घर पनि फर्कने बेला भइसक्यो। आगामी दिनमा हामी तपाईँहरूलाई अझ रमाइलो ठाउँ र नयाँ नयाँ यात्राको बारेमा देखाउँदै जानेछौँ। अहिलेलाई यो यात्राबाट बिट मार्न चाहन्छौँ र आगामी यात्रा तपाईँहरूलाई हामी फेरि पनि देखाउनेछौँ। यो बाचा भयो। यसका साथै यो यात्रा पाखरीबासबाट हामी बिदा हुँदैछौँ। अर्को यात्रा हामी छिटै तपाईँहरूमाझ प्रस्तुत गर्नेछौँ। कृपया हाम्रो भिडियोहरू हेरिदिनु होला, लाइक गरिदिनु होला र फलो पनि गरिदिनु होला। धन्यवाद।